यो गेमको बारेमा चाहिँ उहाँलाई आइडिया छ अनि त्यसपछि अब अलिअलि 2-3 राउन्ड खेलिसकेपछि मलाई पनि अलिअलि आइडिया चाहिँ भयो। अब गेमको बारेमा चाहिँ तपाईँले भन्नु न, गेमको बारेमा चाहिँ कस्तो हुन्छ? हामी चाहिँ इम्पोस्टर गेम खेल्दैछौँ। जब कि तीनजना खेल्दैछौँ, त्यसको लागि 3टा चिट रेडी हुन्छ, जुनमा 2-2वटा चाहिँ सेम नै हुन्छ र एउटा डिफ्रेन्ट हुन्छ। हामीले त्यसको विषयमा डिस्क्राइब गरेर कसले इम्पोस्टर भनेर थाहा पाउनु पर्यो, को हो इम्पोस्टर भन्ने कुरा थाहा पाउनु पर्यो। त्यही नै हो गेम भनेको। पक्कै इम्पोस्टर हो ल भन्नुहोस् न। गेम त्यही नै हो। ल रेडी गरौँ। ल रेडी गरौँ। दिनी मान्छेले कन्फ्युज भयो। कसरी कन्फ्युज हुन्छ ल भन त? केको विषयमा? अहिले भन्नु न। ए ल ठिक छ। इम्पोस्टर नम्बर ए हो, मलाई थाहा छ। यो तुरुप ताने जस्तै भयो यार। के हो त्यो भने? तासमा तुरुप ताने जस्तो। ए खै अब एकचोटि यसो चिट पनि देखाउँ न त। किन देखाउने? देखाउँ न। किन देखाउने चाहिँ? हैन यसरी देखाउँ न, चिटको लाइनिङ देखाउँ के? किन देखाउने? हेरौँ न। यहाँ बोल्नु हैन त्यसरी भन्न खोजे हैन। कसको लामो रहेछ, कसको छोटो रहेछ, कसको लामो ओडमा रहेछ, कसको छोटो ओडमा रहेछ भन्ने कुरा। तुरुप ताने जस्तै भयो। ल कान्छो फर्स्ट। यो कुरा चाहिँ कसैलाई के अरे यो चाहिँ होइन, यो कुरा चाहिँ सेलिब्रेट कसैको आगमनमा हुन्छ। यो चाहिँ यो इभेन्ट साँच्चै मोमेन्ट स्पेन्ड गर्नको लागि मनाइन्छ। जिन्दगीमा एकचोटि मात्र मनाइन्छ। एकचोटि मात्र जिन्दगीमा? एकचोटि मात्र जिन्दगीमा एकचोटि मात्र होइन भन्न खोजेको यस्तो। जिन्दगीमा एकचोटि चाहिँ नभन्नु। एकचोटि चाहिँ नभनौँ, तर अब भन्न आँट्यो अलिक बढी नै हुन्छ भनिदिनु। होइन एकचोटि मात्र त मनाइँदैन, तर मनाउने चाहिँ, तर एकजनाको लागि चाहिँ एकचोटि मात्र मनाइन्छ। प्राय सर त्यो त सबैको लागि। कहाँ बर्थडे तपाईँले एउटा बर्थडे एकजनाको एकचोटि मात्र बर्थडे मनाउनुहुन्छ त? एनिभर्सरी एकजनाको मात्र एकचोटि मात्र मनाउनुहुन्छ त? कस्तो कुरा गर्नुहुन्छ यार? के हो पारा? मैले त एकदम क्लियरली देखिसकेको छु त को इम्पोस्टर भन्ने कुरा। ठ्याक्कै भनिहाल्न मिल्दैन। एक राउन्ड भयो। अहिले चाँडो भन्ने सोच्नु परेन? मैले भन्ने बेलासम्म, अब तैँले भन्ने बेलासम्म मैले सोचेर बसिरहेको छु। त्यो सोच्नु पऱ्यो नि त, अर्का सुन्ने होइन नि त, आफ्नो पनि भन्नुलाई प्रिपेयर हुनु पऱ्यो नि त। यो चाहिँ होइन यस्तो बेला मनाइन्छ होइन, जुन चाहिँ आगमन नभएको बेला, पछि आगमन नभएको बेला आउँदै नआइकन मनाइन्छ क्या। होइन क्या, आउन लागिरहेको हुन्छ तर मनाउने भनेको इभेन्ट आइरहेको हुन्छ तर मनाउनलाई चाहिँ पछि मनाउँछ होइन। म फसिसकेछु। बहुतै बड्का खाल्टोमा हामी परिसकेछु। तर मैले चाहिँ अहिलेसम्म मनाएको छैन। बस मैले चाहिँ अहिलेसम्म मनाएको छैन। तपाईँले अहिलेसम्म मनाएको छैन? मैले चाहिँ अहिलेसम्म मनाएको छैन। तिनटै एउटा त होइन नि पाउन? होइन ल गर्नु। ल को हो इम्पोस्टर?
तिनीहरू नै भएन गर्न नि पाइन्छ आफूले शङ्का शङ्का लाग्छ भने इम्पोस्टर भन्न पाइन्छ कान्छोमा त यता हो भाउजू हो इम्पोस्टर अँ म होइन कान्छो अँ यतै हो तपाईँ हो 100% तपाईँ हो मैले त फर्स्ट 200% तपाईँ हो 200 दुईटाको बेबी सावर हो तपाईँको वेलकम बेबी गर्ल ए वेलकम बोय एन्ड गर्ल ए बेबी गर्ल वेलकम बेबी गर्ल ल अब यो कसले जित्यो त कसरी वेलकम बोय गर्ल यो कसरी हो कसरी नि यो जित्यो कस्तो अर्कै इभेन्ट भयो कसरी हुन्छ किनभने भइहाल्छ नि बेबी सावर र यो चाहिँ एउटै हो यो त। कसरी भन्नु? जन्मिसकेपछि हो त्यो अँ। बेबी सार त्यो जन्मिनुभन्दा अगाडि दही चिउरा खुवाउने त्यो हो यो यो अँ। डेलिभरी भयो यो चाहिँ डेलिभरी हुन बाँकी भयो यो मैले चाहिँ कसरी थाहा पाएँ भने यसको त्यो आर मैले देखाएको थिएँ है भनेको आर चाहिँ अनि किनभने मेरो पनि लास्टमा आर छ यसको यतापट्टि त्यो यो देखिसकेको थिएँ मैले चिटिङ त्यो कसरी? चिटिङ भयो कसरी चिटिङ हुन्छ अनि भनेको हिसाबले पनि सबै कुरा क्लियरिफाई नै थियो नि टोकन राख्नेको गल्ती हो यो चाहिँ टोकन बनाउनेको गल्ती हो कसरी चिटिङ हुन्छ हुँदैन चिटिङ भयो हुँदैन यो गेम ल धन्यवाद